YouTube च्यानल सोफु द डान्सर 999। म आज तपाईलाई एक कुरा भन्न चाहन्छु। सोफु धेरै बिमार भएको छ। त्यसलाई फिभर भएको छ, हाई फिभर। त्यसको टाउको धेरै तातो भएको छ। त्यसैले त्यो अहिले कोठामा सुतेकी छिस्। त्यसैले म त्यसको ठाउँमा एउटा ब्लग बनाउन चाहन्छु र मेरो ब्लग सुरु हुन्छ। गाइस, र म तपाईलाई एउटा अरु कुरा भन्न चाहन्छु। अघि भन्दै थियो तर अहिले भन्छु। सोफु बिरामी परेको छ। तपाईले त्यसलाई राम्रो कमेन्ट र सब्स्क्राइब अनि त्यसलाई एउटा अरु पनि चिन्ता लागेको छ। उसको 292 सब्स्क्राइबर्स मात्र छन्। त्यसैले उसलाई 300 सब्स्क्राइबर चाहिन्छ। त्यसैले म हजुरहरूलाई भन्न चाहन्छु 300 सब्स्क्राइबर्स बनाउनको लागि हजुरहरू प्लिज सब्स्क्राइब गर्नु होला प्लिज। र म हजुरहरूलाई सोफुलाई मिलाउनु छ भने एकछिनमा मिलाउँछु। अहिले म तपाईहरुलाई आजको ब्लग सुरु गर्छु। मेरो आजको ब्लगको टपिक छ मेरो गाउँ। मेरो गाउँको नाम बाराकोट हो। त्यहाँ धेरै राम्रो नेचर छ। जस्तै मेरो यहाँ कति राम्रो नेचर जस्तै हेर्नुस् तपाईँ, यो हेर्नुस् कति राम्रो हरियाली छ। किसिमको खेती लगायत पाले हेर्नुहोस् मुसुकको खेती। गाइस, तपाईहरुलाई मैले धेरै खेती देखाएँ। खेती यस्तै देखाउँदा त्यो धेरै टाइम वेस्ट र अब अर्कोमा जाउँ। गाइस, म तपाईलाई त्यो हाम्रो गाउँमा एउटा गाई भैँसीहरूलाई खुवाउने एउटा गाजर भन्छन्। त्यसको हामी काटेर सुकाएर रुखमा यसरी अडाउँछ हेर्नुस्। अनि हाम्रो गाउँमा चक्की पनि छ। त्यो हेर्नुहोस् चक्की। अहिले चक्कीको ढोका खुलेको छ। म हाम्रो घरको चक्की बिग्रियो भने यहीँ आउँछु त्यसमा। अनि त्यो हेर्नुहोस् बाइक। र मैले भनेको थिएँ तपाईहरुलाई सोफुसँग भेटाउन र म हजुरहरूलाई सोफुसँग भेटाउनु ल। र अब म तल उतार्छु फेरि सोफुसँग कुरा गर्ने है। गाइस, हेर्नुहोस् बिरामी सोफु र म अब सोफुसँग लग्छु। सोफु आफ्नो गाइजहरुसँग कुरा गर्न चाहन्छौ? हेलो गाइस, तिम्रो फिवर चेक गर्छु है। फिवर देखाऊ। कति तातो भएको छ। यस्तो हातमा किन घुमेर हो? तिम्रो चिन्ता थियो नि 300 सब्स्क्राइबर्स। तिमी गाउँमा आयौ र मैले सबैलाई धेरै कुरा भनेर अब सबैलाई कन्भिन्स गराएको छु 300 सब्स्क्राइबर्सको लागि। अब तिमी धेरै चिन्ता नगर है। हुन्छ? प्लिज डु गाइज। गाइस, तपाईहरुलाई सोफुको बारेमा धेरै दुःख लाग्यो। तपाई दुःख नमान्नु। तपाईलाई दुःख मान्यो भने सोफुलाई पनि दुःख लाग्छ। राम्रो कमेन्ट भेट्नु होला प्लिज। सब्स्क्राइबर्स पनि बढाउनु होला प्लिज।